अहिलेसम्म त कारोबार त गर्नुभएको छ नि हाम्रो चाहिँ 6 टुक्रा गइसक्यो सर 6 टुक्रा गइसक्यो है 6 टुक्रा गइसक्यो सर हजुर अनि हाम्रो उहाँ एकजना सरले पनि लिनु भएको छ ए उहाँ सरले पनि ल्याइसक्नु भएको छ हजुर हजुर ल एकैछिन है सर उहाँसँग पनि कुराकानी गर्नेछु नमस्कार सर नमस्कार हजुरले यहाँ एउटा टुक्रा जग्गा लिनु धेरै वर्षदेखि जग्गा खोजिरहेको थिएँ हजुर हजुर अनि उत्कृष्ट जग्गै भेटिनँ मैले हजुर हजुर उत्कृष्ट जग्गै नभेटेपछि अनि यहाँ उहाँ भाइले चाहिँ हजुर हजुर यहाँ उत्कृष्ट जग्गा छ बत्ती धारो पानी तपाईँको बड सडक ढलान बाटो स्कुल होइन सबै भ्यूको लागि पनि काठमाडौँ सहर टक्क बेलुका भएपछि भ्यू देखिने भनेपछि मलाई चाहिँ मेरो मन उहाँले मुखले भन्नुभएको थियो तर मेरो होइन होला जस्तो लागेको थियो यहाँ आएपछि चाहिँ हजुर हजुर ठ्याक्कै मैले सही ठाउँमा फेला पारेर लगानी गरेँ जस्तो लाग्यो मलाई एकदम सही ठाउँमा फेला पारेछु मैले अब म यहाँ घर बनाइहाल्छु म मात्रै होइन मेरो आफन्तहरूलाई पनि ल्याएर 1-2 टुक्रा यहाँ कुरा गरिसकेको छु ल्याएर यहाँ किनाउने मैले विचार गरिरहेको छु ए यो जग्गा पछिको लागि एकदम फाइदा एकदम राम्रो धेरै राम्रो फाइदा भन्दा पनि यो ठाउँ उत्कृष्ट ठाउँ हो समाज बस्ती पानी बत्ती बिजुली स्कुल कलेज त्यो भन्दा उत्कृष्ट के हुन्छ हाम्रो सोसाइटीको लागि हाम्रो लागि हैन रेट पनि त मिलाएर एकदम धेरै राम्रो रेटमा दिनु भएको छ यो रेटमा काहीँ पनि पाइदैन एकदमै सस्तो एकदम ल सर हजुरले छिट्टै घर बनाउनु होला हजुरलाई बधाई दिन चाहन्छु हजुरलाई पनि एकदमै धन्यवाद है आमामा यस्तो राम्रो जग्गा तपाईकै लागि ल हेर्नुस् यो ढलानबाट सरर पाउनुहुन्छ जग्गा पनि हाइटमा टक्क मिलेको यहाँदेखि पुरै धरारासम्मको भ्यू हेर्न सक्नुहुन्छ है त अब बाटो पनि मजाको भित्री बाटो पनि 13 फुटे अगाडि 16 फुटे ढलान वरिपरि घर नै घर बनेको काठमाडौँको थापा डाँडामा रहेको एउटा गाडी किन्ने मूल्यमा यो जग्गा आफ्नो नाममा बनाउन सक्नुहुनेछ तपाईलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु सुरुदेखि अन्तिमसम्म हेर्नु होला अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त अब तपाईलाई जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु हैन त्यो भन्दा पहिले यहाँ जग्गा धनी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्नेछु है त नमस्कार सर नमस्कार आरामै हुनुहुन्छ सर एकदम ठीक छ सर यस्तो राम्रो जग्गा प्लटिङ गर्नुभयो रहेछ हजुरले हैन हजुर सर हजुरकै जग्गा किन किन्ने यो किन्दै गर्दा के फाइदा छ भन्दिनु फाइदा यस्तो छ सर लगानी गरेपछि सर 100% नाफाको जग्गा हो सर हाम्रो हजुर हजुर यहाँ कुनै पनि न खोला छ न पहिरो जान्छ न कुनै हेर्नु सर तपाईको कुनै पनि संरचना बिग्रिदैन हजुर हजुर यो त हाइटमा सम्म एरिया देख्छु नि सम्म यो चाहिँ तपाईको बारीको पाटो थियो सर बारी पाटोमा गरेको प्लटिङ हो सर हाम्रो जम्मा 2टा गरा थियो यहाँ हजुर हजुर तपाईको 2टा गरा समाएर गरेको प्लटिङ हो तपाईको पहिरो पनि जाँदैन यहाँ के पनि हुँदैन सर यो 100% नाफा हुने जग्गा हो सर अहिले तत्काल घर कति रोपनीमा गर्नुभएको छ सर यो 4 रोपनीमा सर 4 रोपनीमा कति आनाको टुक्राहरू छ यो चाहिँ हाम्रो 3 आना 3.5 आना हजुर अनि पौनी 4 आना 4.5 आना सम्मको टुक्रो छ सर 3 आना देखि 4.5 आना सम्मको टुक्रो हजुर सर हजुर अनि यो बाटो त ढलानै देख्छु त सर हैन यो कति फुटे हो हैन भित्री बाटो कति छ त्यो पनि खुलाइदिनुस् न यो चाहिँ तपाईको 15-16 फुट छ यो ढलान बाटो हजुर भित्री बाटो चाहिँ हामीले 13 फुट राखेको छ सर भित्री बाटो 13 फुटे राखेको छ अब नजिकै घरहरु पनि देख्छु तुरुन्तै किनेर घर बनाएर बस्न मिल्छ कि मिल्दैन अहिले नै तपाईको अहिले नै आज भोलि नै घर तुरुन्तै घर बनाएर बस्न नि मिल्ने योग्य जग्गा हाम्रो छ वरिपरि हेर्न सक्नुहुन्छ पुरै ठुलो ठुलो घरहरु बनिसकेका छ हजुर हजुर पानीको धारो पनि देखिन्छ खाने पानीको सुविधा यो भयो बत्तीको पोल यही भयो बाटो ढलान भयो सर सबै सुविधा सम्पन्न छ सर पनि अगाडि देख्छु नि स्कुल सर यो सरकारी स्कुल हो सर यो सरकारी स्कुल ठ्याक्कै जग्गाको अगाडि चाहिँ सरकारी स्कुल छ सर हाम्रो ल सर अब जग्गा हेराउनु सर जग्गा कुन जग्गा हो किताहरू बताइदिनुस् न सर यो हाम्रो 3.5 आनाको सर हजुर हजुर 3.5 आनाको किता हो सर हजुर हजुर यो हाम्रो 4 आना हजुर हजुर अनि यो 4.5 आनाको किता सर हजुर हजुर अनि उ त्यो पौनी 4 आनाको सर हजुर हजुर अनि त्यो 3.5 आना हजुर हजुर अनि त्यो पल्लो पनि 3 आना 1 पैसा हजुर हजुर अनि पल्लो चाहिँ 3.5 आना छ ए छानेर लिन सक्नुहुन्छ अब यो यता भित्री 13 फुटे बाटोको कुन छ त्यो पनि यसो सर्व जानकारी भित्री 13 फुटको चाहिँ सर यो 4 आना हजुर हजुर यो पनि 4 आना 2 दाम ए हजुर हजुर अनि यो पौनी 4 आना हजुर हजुर अनि त्यो तलको तपाईको 5 आना र 5.5 आना पासै भइसक्यो ए हजुर हजुर पासै भइसक्यो अनि यो पनि तपाईको 2टा बहिना भइसक्यो अब हाम्रो सन्डे 5 हुँदैछ यो 2टा ए भर्खर यो अब फिनिशिङ गर्नु भएको कति भयो मैले त भर्खर हाम्रो तपाईको फिनिशिङ गर्दा गर्दै हाम्रो यहाँ चाहिँ 6 टुक्रा जग्गा तुरुन्तै गएको सर ए हजुर हजुर हाम्रो चाहिँ तुरुन्तै गएको सर हाम्रो 6 टुक्रा तुरुन्तै गयो सर तुरुन्तै कामको भर्खर संरचना काम चाहिँ हाम्रो हिजो अस्ति मात्रै सक्यो हजुर हजुर यो चाहिँ हामीले तुरुन्तै पास गरेर दिएको सर तत्काल पास हुने जग्गा सर हाम्रो यो अब यो जग्गा लिँदै गर्दा लोनको सुविधा छ कि छैन सर त्यो पनि खुलाइदिनुहोस् हैन यो हाम्रो एकदम सर हाम्रो चाहिँ तपाईको यदि पैसा नपुगेको खण्डमा हामी आफैले कस्टमरलाई चाहिँ
बैङ्कमा यही जग्गा राखेर रोकेर राखेर हजुर हामी हजुर 50% लोनको व्यवस्था गरिदिन्छ सर 50% सम्म लोनको सुविधा है? बैङ्क तपाईँको अब यो जग्गामा आउने बाटोको लोकेसन पनि सर यो चाहिँ तपाईँको बौद्ध जियोरबाटी हुँदै हजुर हजुर यो साखु साली नदीबाट लगभग 300 मिटर माथि लाउने एउटा फर्स्ट ढलान छ तपाईँको साली नदी मन्दिरबाट अलि यता अगाडि आएपछि हजुर त्यो फर्स्ट ढलानबाट सिधै लाउने भ्यू रिसोर्ट जाने बाटोमै आउँदा ठ्याक्कै यो जग्गामा आइपुग्न सक्नुहुन्छ सर यो जग्गामा टुक्लुकै आइपुग्न आइपुग्नु सक्नुहुन्छ सर ल सर सानो जानकारी राख्नु अब मूल्य पनि लगभग मोटामोटी खुलाइदिनुहोस् न मोटामोटी सर अब उहाँहरूले पहिले फिल्ड भिजिट गर्नुहुन्छ हजुर हजुर अनि आउनुहुन्छ मन परेको खण्डमा हामी मिलाएर दिन्छौँ सर जग्गा यो एरियाको भन्दा मिलाएर मिलाएर दिनुहुन्छ दिन्छौँ सर हाम्रो यो एरियाकै हाम्रो सुविधा सम्पन्न प्लटिङ हो देख्न हजुर, सक्नुहुन्छ तपाईँको बाटो ढलान छ बत्तीको पोल छ हजुर, बत्ती छ खाने पानीको सुविधा छ सुविधा सम्पन्न प्लटिङ सर हाम्रो यो ल सर सानो जानकारी राख्नु हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु है आहा नि यति राम्रो जग्गा हेरिसक्नु भयो मन पारिसक्नु भयो होला किनौ पनि लागिसक्यो होला पक्कै पनि लागिसक्यो यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका ठ्याक्कै साली नदी मन्दिरको अलिकति माथि हाइटमा रहेको थापा डाँडामा रहेको चिटिक्कको यो मिलेको चारो पनि चान्चुनमा गरिएको प्लोटिङको जग्गा यसमा तपाईँले 3 आना 3.5 आना 4 आना 4.5 आनासम्मका टुक्राहरू पाउनुहुन्छ बाटो भनिसकेको छु अगाडि 16 फुटे ढलान भित्री बाटो टक्क 13 फुटे बत्तीको पोल खानेपानीको धारो वरिपरि घर नै घर बनेको ठाउँमा मूल्य एउटा गाडी किन्ने मूल्यमा तपाईँले एउटा घडेरी नै पाउनुहुन्छ है त मौकाको फाइदा उठाइहाल्नु होला अब यो जग्गा आउनुहोस् हेर्नुहोस् वरिपरि बुझ्नुहोस् र चित्त बुझा लिन सक्नुहुनेछ है साइडमा मैले जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु हस् त नमस्ते धन्यवाद यहाँहरूको दिन समय राम्रोसँग जाओस्